हेलो गुड मर्निङ गाइज। आजको मेरो ब्लग चाहिँ रुमबाट स्टार्ट हुँदैछ। खासै उठ्न त मन लाग्दैन तर के गर्नु, काम त गर्नु नै पर्यो। अब सुतेपछि सुँगुर सुता हुन्छ, के गर्नु, ओछ्यान त मिलाउनै पर्यो। त्यही भएर रुम मिलाउनतिर लागिरहेको छु म। अब छिटो छिटो मिलाएर रेडी हुँदैछु, ढिलो चाहिँ हुनु भएन नि। फाइनली अब चाहिँ मिलाइसक्यो, अब चाहिँ छिटो छिटो गरेर रेडी हुँदैछु। अब निस्किने बेला एक गिलास तातो पानी त खाएर निस्क्यौँ भनेर तातो पानी खान लाग्दैछु। फाइनली अब चाहिँ रुमबाट बाहिर निक्लेर बाटोमा आइपुगेँ। रुमबाट त निक्लेँ, फेरि भन्ने बित्तिकै गाडी पाउँदैन, एकछिन त वेट गर्नुपर्छ, त्यही भएर गाडीको वेट गर्दैछु। अब चाहिँ गाडीबाट झरेर म आफ्नो कामतिर लाग्दैछु गाइज। हेरौँ आजको दिन कस्तो हुन्छ। यो हो मेरो दिल्ली बाटो। यहाँ काठमाडौँको बिहानको भाइब नै छुट्टै हुन्छ। फाइनली अब चाहिँ काममा पुगिसक्यो। आजको दिनभरि यहीँ बिजी हुनुपर्छ। काम गर्ने ठाउँबाट क्यान्टिनमा गएँ। मेरो क्यान्टिनमा फेरि साउ बनेर बसिरहेको रहेछ मेरो साथी। अनि मलाई चाहिँ भोक लागिरहेको थियो, खाजा के छ भनेर हेर्न थालेँ। मेरो साथी चाहिँ कम खाजा खाएर दिइरहेको थियो। बसेर हल्का भिडियो बनाइदिएँ। यत्रो वर्षसम्म खाजा पनि खाउँ भन्दैन बा। अनि मेरो साथीको व्यापार हेर्न थालेँ म चाहिँ कति भएछ भनेर। फेरि कलेजमा इक्जाम भएर होला मेरो साथीको बिजनेस त पुरै घाटामा गएछ नि त। पुरै निराश भएर बसिरहेको रहेछ। त्यहाँबाट खाजासाजा खाएर लागेँ आफ्नो कामतिर। म चाहिँ ब्याङ्कमा जानुपर्ने थियो, त्यही भएर केवल टावर पुगिसकेको थिएँ। अहिले अब चाहिँ केवल टावरभित्र प्रवेश भइसकेको छ मेरो। अब चाहिँ लिफ्ट चढेर माथि लाग्न थालेँ। दिनमा 5-6 चोटि त आएको नै हुन्छ गाइज म यहाँ चाहिँ। यहाँबाट म सिधै ब्याङ्कतिर लाग्नेछु। ब्याङ्कमा गएर एकछिन वेट त गर्नु नै पर्छ, किनकि टाइम भएको थिएन, अलिकति छिटै पुगिसकेको थिएँ म। एकछिन वेट त गर्नु नै पर्यो। फाइनली अब ब्याङ्कको काम पनि सकिसकेको छ अनि मेरो काम पनि सकिसकेको छ। अब चाहिँ यहाँबाट हामी छुट्टिनु पर्ला जस्तो लागिरहेको छ। ल गाइज, अब जानुभन्दा अगाडि चाहिँ एउटा लाइक, कमेन्ट, सब्सक्राइब गरेर जानु होला। बाई बाई।